यमराज निक्लेछ अघि भर्खर आएको थियो मलाई ल ओइ सुकुना ओइ भन्न के बुढीको काण्ड निस्केको थाहा हाँगाबाट छैन काण्ड राडीको आएको? दुनियाँको काण्ड पठाउँदै बस्छस् माछे सुकुना भालु हाँगाको राडीको काण्ड छोरा आएको रहेछ नि खै के हो रियल यसको बुढीको पनि आएको छ यसको बुढी लिम्बुनी रन्डीको मेरो छोरी बुढीको माछ। राडीको छोरी तेरो पहिला पुजी तेरो खैरो बुढीको माछ्ने पुती के गाउँको भन्दा कालो छ माछ्ने हेरिसकेको माछ्ने तेरो बुढीको पुजी नाम त देखा के न पो थियो मिलुङ हो कि खोइ के भन्ने होइन तेरो रन्डी बुढी तेरो राडीको खैरो छोरी पुजी देखा न भाइ माछ्ने भालुको छोरा ओइ राडी मुनि तेरो खैरो पुती भूतको देखा आएको छ नि फेरि रन्डीको छोरा म माछ्ने के गरौँ त चिक्ने खैरो पुती नि देखाइ छिटो हेर्न यो रिसायो ओइ खैरो पुती देखाइ राडी दिपेशको अहिले तेरो मुजी पुजीमा राडीको छोरी मुजी उडुसे उडु छिराइदिन्छ नि तेरो बुढी त छ्या सरकारी मालै भइसक्यो रन्डीको छोरा त राडी जस्तो म्याचिङ नरिसा रान्डी माल नरिसा न तेरो बुढी त सरकारी मालै यो सुकुना कस्तो रिसाएको यार केटीसँग रिसाएको हुँदो रहेछ यार छ्याट देखाएर खै त नबोले अनि यसको बुढीको काण्ड ओइ रन्डीको छोरी भालु बेजती हेर्न यो नसकेको थु ओइ मुन्नी भालु भन्न राडीको छोरो अलिक छिरछिरो बोले तेरो बुढीको काण्ड हेरिसकेका राडीको छोरो कति हेरिस काण्ड राडीको छोरी माछिङ संसार तेरो बुढीको काण्ड ल्याइस् भने के गर्छ भन् त राडीको छोरी देखा मागु म पक म भूतलाई यहीँ बोलाउँछु ल जा बोला ल भूतलाई पक ल बोला भूतलाई रा